नेपाली मिनिङ्स अफ भेरियस सेप। हजुर केही गजब प्रकारका शब्दहरू छन् जुन हामी दैनिक जीवनमा प्रयोग गर्छौँ। आज विभिन्न आकारहरूसँग सेपसँग सम्बन्धित शब्दहरू छन्। के भनिदो रहेछ है त नेपालीमा। जस्तै अब हामी पिरामिड भन्छौँ, स्पेरिकल भन्छौँ, ज्योमेट्रिकल, स्क्वायर, सर्कुलर, सिलिन्डरकल, रेक्टेङ्गुलर, ओभल, यी विभिन्न शब्दहरू प्रयोग गरेका हुन्छौँ। यी गणितीय आकारहरूसँग सम्बन्धित शब्दहरू छन् अथवा सेपसँग भनौँ न। यी शब्दहरू अब हामीले प्रयोग गर्दै आएका हुन्छौँ। हामीले जानेको अङ्ग्रेजी किन्तु नजानेको हुन सक्ने नेपाली शब्दहरू। नेपालीका पर्यायवाची रूप तत्सम तथा तद्भव रूप के हुँदा रहेछन् त। विभिन्न अङ्ग्रेजी शब्दहरूबाट आएका शब्दलाई चाहिँ नेपालीमा रूपान्तरण गर्ने च्यानल हो खोज अनुवाद युट्युब च्यानल। सम्पूर्णलाई स्वागत छ। म दिग्दर्शनको। के भनिदो रहेछ त। सिकौँ अनि सिकाउँ, शब्द खोज्न जिज्ञासु बनौँ, भाषा हाम्रो जननी हो, नेपाली भाषा संस्कृतिलाई अक्षुण्ण राखौँ। अब हामी पिरामिड भन्छौँ नि, पिरामिड पनि अङ्ग्रेजी हो। यसलाई स्तूपिका भनेर भनिन्छ। स्पेरिकल भन्छौँ, यसलाई गोलाकार भनेर पनि भनिन्छ। स्पेरिकललाई पिरामिड अङ्ग्रेजी हो, यसलाई स्तूपिका भनेर भनिन्छ। ज्योमेट्रिकललाई ज्यामितीय भनेर भनिन्छ। स्क्वायर भन्छौँ, यसलाई वर्गाकार भनेर भनिन्छ। सर्कुलर भन्छौँ, यसलाई वृत्ताकार भनेर पनि भनिन्छ। सिलिन्डरकल भन्छौँ, यसलाई बेलनाकार भनेर भनिन्छ। यस्तै गरी रेक्टेङ्गुलर भन्छौँ, यसलाई आयतकार भनेर पनि भनिन्छ। ओभल भन्छौँ, ओभललाई अण्डाकार भनेर पनि भनिन्छ। यस्ता विभिन्न छन् शब्द। म आगामी समयमा पनि समेट्दै जानेछु। कृपया खोज अनुवाद युट्युब च्यानलको साथमा रहनुहोला। नवीन हुनुहुन्छ र मन परेमा हजुरले सदस्यता पनि ग्रहण गर्न सक्नुहुन्छ। सम्पूर्ण विधा, भाषा, कला, संस्कृतिको सम्मान गरौँ। सम्पूर्ण विधालाई सम्मान गरौँ। अङ्ग्रेजीमा भन्छ नि सेम थिङ डिफ्रेन्ट वे।